चक्रपथ विस्तार आयोजनाको 6 मिटरको फुटपाथ जुन सर्भिस ट्र्याक छ त्यो पनि अन्त पिच भएको छैन। तर हामीले चाहिँ के त भन्दा निकै उहाँहरूसँग अनुरोध गरेर विनय गरेर गङ्गबुदेखि सामकोशी चोकसम्म हामीले पिच गरिसकेका छौँ। किन भन्दा त्यहाँका व्यापारीहरूको चाहिँ गुनासो आइसकेपछि त्यसलाई पनि सहज किसिमले गरेका छौँ र यहाँ रहेका सार्वजनिक जग्गालाई चाहिँ संरक्षण गर्ने, मठ मन्दिर कला संस्कृति संरक्षण गर्नेतिर चाहिँ समयमा हामीले विविध पूर्वाधारतिर स्वास्थ्य शिक्षातिर युवाहरूको लक्षित कार्यक्रमहरू गरिरहेका छौँ। हामीले पूर्वाधार क्षेत्रमा बाटो बनाउने, खानेपानी, ढल अहिले पनि तपाईँले देख्न सक्नुहुन्छ धेरै ठाउँमा पिच भइरहेछ, कतै ढलान भइरहेछ, कतै खानेपानी ढल चाहिँ परिवर्तन गर्ने कार्यहरू कतै सम्पन्न भइसक्यो, कतै चाहिँ अहिले समस्या हुने खानेपानी छ, हामीले त्यसमै फोकस भएछौँ। हामी अहिले हिजो पनि हामीले त्यो खानेपानीलाई चाहिँ 2टा बोरिङ गरेका थियौँ। एउटा प्रदेश सरकारको बजेटबाट एउटा हामीले एउटासँगै एउटा गऱ्यौँ, त्यो सँगै अनि हामीले यो सँगै सांसदको आधा र अनि हाम्रो नगरपालिका टोखा नगरपालिकाको आधा बजेटबाट हामी 2टा बोरिङ गरेका थियौँ। त्यसले पनि अलि पर्याप्त नहुनु चाहिँ खानेपानी चाहिँ नागरिकहरूलाई चाहिँ हामीले अस्ति नगर परिषदबाट पनि निर्णय गरेर हामीले सुगरको प्रेसरको औषधि फ्री दिने र नेपाल सरकारले तोकेको औषधि निःशुल्क दिने हामी कहाँ शहरी स्वास्थ्य क्लिनिक छ र यहाँबाट दिन सक्ने आपतकालीन सेवाहरू हामीले यहीँ वडाबाट दिने गरिरहेका छौँ। शिक्षाको क्षेत्रमा चाहिँ हाम्रो टोखा 9 नम्बरमा चाहिँ सरकारी स्कुल नरहेको र यी प्राइभेट बोर्डिङ रहेको र यसले गर्दाखेरि एउटा हामीसँग रहेको चाहिँ आधारभूत शिक्षा एउटा चाहिँ चेतना महिला स्कुल छ, त्यो चाहिँ अलिकति उहाँहरू आफै फन्डिङ गर्नुहुन्छ, आफै कलेक्सन गर्नुहुन्छ, अलिकति राज्यले गर्छ। त्यहाँ चाहिँ विशेष गरी शिक्षाबाट वञ्चित रहेका विभिन्न जिल्लाबाट हिजो अवसर नपाएर अब अहिले अलिकति समय रहेकाहरू विशेष गरी महिलाहरूको लागि मात्र पढाउने पनि महिला र पढ्ने पनि महिलाहरू चाहिँ एउटा चेतना महिला स्कुल छ र अरू हाम्रो 11वटा स्कुल जम्मा टोटल 12वटा स्कुल छ हामी कहाँ र 11 स्कुलको हाम्रो एउटा शिक्षाको एउटा सञ्जाल बनाएका छौँ। हामी 3-3 महिना भ्याए महिनामा नत्र भने 3-3 महिना चाहिँ अनिवार्य चाहिँ हामी सबै स्कुलको प्रिन्सिपल वडा अध्यक्षको रोभरमा वडा कार्यालयमा बसेर उहाँहरूका समस्या गुनासा र विद्यार्थीहरूको पनि सुनेर चाहिँ हामीले समस्या समाधान गर्न लागिरहेका छौँ। जब म निर्वाचित भएँ यो बिल्डिङको बाहिरी संरचना थियो, भित्री संरचनाहरू चाहिँ धेरै बनाउनु पर्ने थियो, ती संरचनाहरू बनाएँ र त्यसपछि यो कोरिडोर पनि धेरै अस्तव्यस्त थियो। कोरिडोरलाई चाहिँ हामीले आएपछि व्यवस्थित बनाउने, वाल लगाउने, पिच गर्ने कार्य गऱ्यौँ र त्यसै गरी मुक्तेश्वर महादेव मन्दिरको चाहिँ अस्तव्यस्त चक्रपथबाट चाहिँ विस्थापित भएको मुक्तेश्वर महादेव मन्दिर हामीले त्यहाँ निर्माण गऱ्यौँ। पाठीदेखि लिएर भजन गर्नेदेखि लिएर सबै निर्माण गऱ्यौँ र त्यसै गरी हामीले टोखा नगरपालिका 9मा रहेका महिलाहरूले उत्पादन गर्ने सामग्री राख्ने एउटा कोसेली घर बनाउने भन्ने हाम्रो सोच थियो। त्यो कोसेली घर पनि निर्माण गरिसकेका छौँ, अब सञ्चालनको क्रममा आइरहेको छ र यहाँ रहेका खानेपानी बाटो ढल व्यवस्थापन गर्ने कार्यमा पनि हामीले धेरै तल्लीन भएर लागिरह्यौँ र अब अहिले फेरि तत्कालै हामीले चाहिँ यो तारकेश्वर र टोखा नगरपालिका 9 जोड्ने पुल
महादेव खोलामा चाहिँ पुल निर्माण गरेका छौँ। त्यो करिब करिब सञ्चालन अवस्थामा आउने बेला हुन लागेको छ र त्यसै गरी हामीले अहिले तत्कालै कोरिडोरको चाहिँ नेपाल सरकारले हामीलाई चाहिँ दिएको नम्स अनुसारको चाहिँ सार्वजनिक जग्गामा रहेका सार्वजनिक जग्गा खाली गर्ने नेपाल सरकारको मातहतमा ल्याउने भनेर चाहिँ हामीलाई बागमती सभ्यता काठमाडौँ उपत्यका प्राधिकरण जिल्ला प्रशासन सबैले चाहिँ हामीलाई गृहबाट चाहिँ पत्र आएपछि हामीले धेरै ठाउँमा चाहिँ बसपारको उत्तर भागमा चाहिँ एउटा खुल्ला व्यवसायीहरूले व्यवसाय गरेका थिए, उहाँहरूलाई चाहिँ अनुरोध गरेर त्यो पसल हटाएर त्यहाँ पार्क बनाउने 3 करोड बागमती सभ्यताले लगानी गरिरहेको छ। टेन्डर अब यही पुसको चाहिँ तपाईँको 18-19 गते खुल्नेवाला छ, त्यसले एउटा गति लिँदैछ र सामुदायिक भवन पनि सामुदायिक प्रहरी सेवा कार्यालयको भवन पनि त्यहाँबाट हटाइएको छ र अब यही वडाको नजिकै त्यो पनि निर्माण कार्य भइरहेको छ र हामीले धेरै कार्यहरू गरिरहेका छौँ र खानेपानीको लागि अब बाँसबारीबाट चाहिँ सप्लाईमा कमी भएको कारणले बालाज्यूबाट चाहिँ हामीले जनताहरूको घर घरमा पानी पुर्याउनको लागि खानेपानीको कार्य पनि गरिरहेका छौँ र यी विविध कार्यक्रम स्वास्थ्य शिक्षा खानेपानी शिविर लगायतका विभिन्न कार्य चाहिँ हामी अगाडि बढाइरहेका छौँ र यो कार्यमा सबैको चाहिँ सहयोग छ, हातेमालो छ र हाम्रा सदस्यहरूले नि सहयोग गरिरहनु भएको छ। हामी सबै टिम मिलेर चाहिँ कार्य अगाडि बढाइरहेका छौँ। म आफू पनि के त भन्दा व्यक्तिगत रूपमा चाहिँ टुरिज्ममा काम गरेको र चाहिँ न्याथमबाट चाहिँ बिएचएम गरेर पढेको, म धेरै लामो टुरिज्ममा काम गरेकोले बसपारलाई पनि टुरिज्म हब बनाउन सकिन्छ भन्ने चाहिँ मलाई विश्वास छ। किनभने पर्यटन भनेको चाहिँ युरोपबाट आउने अमेरिकाबाट मात्रै आउने होइन, आन्तरिक पर्यटक पनि हुनसक्छ, बाह्य पर्यटक पनि हुनसक्छ, अब मित्र राष्ट्रहरूको चाहिँ एसियन पर्यटकहरू नि हुनसक्छ। उहाँहरूलाई चाहिँ के त भन्दा राम्रो किसिमको चाहिँ सेवा सुविधा दियो भने आन्तरिक पर्यटकलाई पनि धेरै टेवा पुग्न सक्छ यो बस पार्कले गर्दा। र केही अघि पनि मैले दोहोऱ्याएँ, यहाँ रहेको चाहिँ व्यवसाय राम्रो छैन, मान्छेहरू चाहिँ के त भन्दा विभिन्न चाहिँ पेसामा चाहिँ के त भन्दा चाहिँ अलिकति अप्ठ्यारो छ भनेर चाहिँ भनिरहँदाखेरि अस्ति हामीले अनुगमन गरेर चाहिँ हेर्दाखेरि अब यहाँ रहेका होटेलहरूलाई नि वर्गीकरण गर्नुपर्ने देखिन्छ। केही होटेलहरू एकदमै राम्रा छन्। तपाईँलाई एउटा बिजी मलको अपोजिट एउटा व्हाइट हाउस अपार्टमेन्ट होटेल छ, जहाँ चाहिँ त्यो ठमेलको 3 स्टार होटेल भन्दा नि राम्रो छ, अपार्टमेन्ट सबै कुरा फेसिलिटी छ। केही होटेलहरू एसी राखेर राम्रा किसिमले पनि बसेका छन् र हामीले अब पर्यटनको लागि चाहिँ यी होटेलहरूलाई चाहिँ ग्रेडिङ गर्ने A क्लास B क्लास C क्लासको र अनि त्यसको चाहिँ मूल्य निर्धारण गर्ने व्यवसायीसँग बसेर भन्ने कुरो छ र यो पर्यटन हामीले फस्टाउन सक्यो भने देशको चाहिँ मेरुदण्ड हुनेछ र यसले चाहिँ के भन्दा टोखा समृद्ध बनाउन, टोखा विकास गर्नलाई चाहिँ यो पर्यटनले पनि के भन्दा ठुलो टेवा दिनेछ र त्यसको लागि म आफू पनि हिजो पर्यटनमा काम गरेको भएर मसँग त्यो अनुभव पनि भएर व्यवसायीसँग यो सेयर गरिरहेका छौँ, व्यवसायीहरूसँग छलफल भइरहेको छ र हामी निकट भविष्यमा अब सबै नेपाल अधिराज्यभरि र एसियन अब धार्मिक पर्यटक भारतका चाइनाबाट आउनेहरूलाई पनि बस्न योग्य बनाउनलाई चाहिँ हामी लागि परेका छौँ। पालिकाले आएर सरसफाइ कार्यक्रम राखिरहेछ, अरू टोलबाट सङ्घ संस्था सबैजना जागरुक भएर आउनु भएको छ। कृपया यो खोला किनारमा बसोबास गर्नेहरूले पनि यो सरसफाइमा सहभागी हुने, फोहोर फाल्न नदिने, फोहोरका सदस्य नबन्नेलाई फोहोरको सदस्य बन्नलाई के अरे सहयोग गरिदिनु हुनेछ र प्रत्यक्ष रूपमा टाढाकालाई भन्दा यो खोलाको किनारमा बस्नेलाई नै यसले असर गर्छ। यहाँहरू नै सचेत भइदिनका लागि म अनुरोध गर्न चाहन्छु। नगरपालिका कार्यपालिकाको बैठकद्वारा निर्णय गरेअनुसार हाम्रो विष्णुमती साङ्ले खोला लगायतका नदीहरू चाहिँ सरसफाइ नियमित रूपमा सरसफाइ गर्ने अभियान सञ्चालन भइरहेको छ र यो चाहिँ प्रत्येक हप्ताको शनिबार बिहान 7 बजेदेखि 8:30 बजेसम्म सञ्चालन भइरहेको छ र अहिलेसम्म आइपुग्दाखेरि यो चाहिँ 30औं हप्तामा, आजको दिन 30औं हप्ता पुगिसकेको छ र यसको चाहिँ मुख्य उद्देश्य भनेको चाहिँ सकेसम्म आफूले
सफा गरौँ। सफा गर्न यदि सकिँदैन भने फोहोर पनि नगरौँ भन्ने एउटा सन्देशमूलक सम्पूर्ण नगरवासीहरूलाई एउटा सन्देश दिने हिसाबले पनि यो कार्यक्रम अभियान अहिलेसम्म एकदम निरन्तर रूपमा सञ्चालन भइरहेको छ र यसमा चाहिँ टोखा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, टोखा नगरपालिका कर्मचारी, नगर प्रहरी लगायत यसमा टोखा नगर क्षेत्रभित्र फोहोर मैला सङ्कलन तथा व्यवस्थापनमा सक्रिय संस्थाहरूको संयुक्त पहलमा अन्य विभिन्न सक्रिय संस्थाहरू जस्तो भूतपूर्व प्रहरी सङ्गठनहरू लगायतका संस्थाहरूको सहभागितामा हालसम्म 30औं हप्तामा यो कार्यक्रम आइपुगेको छ। यो सरसफाइको प्रत्येक हप्ताको लागि एउटा नियमित रूपमा एउटा निमन्त्रणा सूचना जस्तो हामी जहाँ जहाँ पुग्छौँ आज यो ठाउँमा चाहिँ सरसफाइ छ है भनेर एउटा अभियान यहाँ सञ्चालन हुँदैछ भनेर एउटा अग्रिम रूपमा सूचना प्रसारण गरिरहेको हुन्छ र त्यो अनुसार उहाँहरू चाहिँ सम्बन्धित ठाउँको टोल विकास संस्था अथवा आमा समूह लगायत अन्य विभिन्न संस्थाहरू, लायन्स क्लब लगायतका विभिन्न संस्थाहरूबाट सहभागिता जनाइरहनु भएको छ। त्यसले गर्दाखेरि अन्य हाम्रो जुन नियमित रूपमा सरसफाइ गरिराख्ने हामी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि तथा अरू फोहोर मैलासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई एउटा हौसला हुनुको साथै एउटा सक्रिय रूपमा ठुलो मासले सरसफाइ गर्दाखेरि आफूले अलिअलि मात्रै सफा गर्दा पनि धेरै सफा हुने अवस्था भएको हुनाले जो चाहिँ सहभागिता जनाइराख्नु भएको छ, नियमित रूपमा आइराख्नु भएको छ, उहाँहरूलाई चाहिँ टोखा नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद पनि दिन भन्ने बित्तिकै चाकुको याद आउँछ, सपन तीर्थ मन्दिरको याद आउँछ, चण्डेश्वरी झोरको याद आउँछ, झोरमा साथीहरू मिलेर रमाइलो गर्न गएको कुरा याद आउँछ। ऐतिहासिक र एकदमै पुरानो बसोबास रहेको ठाउँ भन्ने लाग्छ। चाकु चाहिँ अब खास कसरी के बन्छ त्यो भन्दा पनि मलाई चाहिँ बढी चाकु हरेक कुनै ठाउँ जस्तै पाल्पा करुवाको लागि फेमस भने जस्तै होइन, दहीको लागि भक्तपुर भने जस्तै यो चाहिँ चाकुको लागि चाहिँ त्यो टोखा एकदमै प्रख्यात छ भन्ने कुरा चाहिँ आफू पनि नजिकैको करिडोरमा छौँ। यहाँ अहिले लगभग टेक्निकल टिमका अनुसार 700 मिटर जान्छौँ। यो करिडोर अहिले पिच हुँदैछ। पिचको काम धमाधम चाडपर्वलाई लक्षित गरेर कमसेकम जनतालाई अलिकति धुवा धुलोबाट भए पनि जोगाउने भन्ने हेतुले आज दिनभरिमा यहाँहरूले यो पिच गरेर बाटोलाई सफा बनाउने भन्ने कुराहरू आएको छ। यहाँ राम्रोसँग पिच पनि भइरहेको रहेछ। यहाँ मापदण्डका कुराहरू कति क्राइटेरिया छ के छ त्यो कुराहरू पनि भइरहेको देखिरहेको छ। त्यसरी यहाँले पिच भएको कुराहरू टोखा नगरपालिका 9 नम्बर वडा
टोखा नगरपालिकामा लामो समयदेखि अस्तव्यस्त भएको तारलाई व्यवस्थापन गर्ने सन्दर्भमा टोखा नगरपालिकाले कार्ययोजना बनाएर अगाडि बढेको कुरा यहाँलाई सर्वेले भएको छ। धेरै कुराहरू प्रमुख प्रशासकले राख्नु भइसकेको छ, म धेरै कुरा राख्न चाहन्न। आज हामी शुभारम्भ गर्दैछौँ। शुभारम्भ आजबाट सुरु भयो र यो तार व्यवस्थापन भएको अन्त भएको बेलामा हामी त्यसको समापन गर्नेछौँ। र म सबै आइएसपीका साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार पनि व्यक्त गर्न चाहन्छु। टोखा नगरपालिकाको आग्रहलाई यहाँले सिरुपर गर्नुभएको छ। यो हाम्रो कर्तव्य हो, यो हाम्रो जिम्मेवारी हो, यो हाम्रो भूमिका हो भन्ने किसिमको सन्दर्भको यहाँले अनुभूति गर्नुभएको छ, महसुस गर्नुभएको छ। यस्तै महसुस सदा सर्वदा भइरहोस् र 1-2 महिनापछि फेरि हामीलाई अल्छी लाग्यो, अब फेरि जनप्रतिनिधिले त्यति घचघच नछोडे भन्ने किसिमको यहाँले त्यो भावना आजबाट अन्त गर्नुहोला भन्ने म यहाँलाई निवेदन गर्न चाहन्छु। र म यहाँलाई के पनि भन्न चाहन्छु भने यो शुभारम्भ मेरो पहिलो कार्यकालमा पनि भएको थियो। 3 महिना हामीले सुरुवात गरिसकेपछि फेरि कोभिड लागिसकेपछि हामीले कोभिडको जुन सङ्क्रमणकालीन अवस्थामा हामीले तुरन्त त्यसलाई बन्द गर्नुपर्ने परिस्थिति भइसकेपछि आम टोखावासीको र आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्नु परेको जुन समस्या, विशेष गरी मोटरसाइकलबाट हिँड्ने, स्कुटरबाट हिँड्ने, गाडीबाट हिँड्ने हाम्रा आम जनसमुदायलाई अत्यन्त समस्या परिरहेको थियो। मैले अस्ति टोखा बजारबाट झरिरहँदा तपाईँ एउटा भाइ तार झुन्डिरहेको थियो। त्यो तार झुन्डिएर घाँटीमा जुन फेरियो संजोगले ब्रेक ल्याउन गएर ऊ बाँच्न सफल भयो। तत्कालै म त्यही बाटोबाट आएको थिएँ र मेरो गाडीमा जहिले पनि कैँची हुन्छ र मैले आफै बोलेर कैँची काटेर कैँचीबाट त्यो तार काटेर मैले फालेर टाढेँ। भनेपछि हामी एउटा कुरा के हो भने हाम्रो जिम्मेवारी के हो भने यो समस्या भनेको टोखा नगरपालिकाले ल्याएको समस्या हो। यो समस्या भनेको विभिन्न प्राध्यायिक संस्था, आइएसपीका विभिन्न संस्थाहरूले गर्दाखेरिको यो समस्या हो। हामीले बारम्बार भनिरहेका छौँ तपाईँहरूले व्यवसाय गर्न पाउनुपर्छ, तर व्यवसाय गर्दाखेरि मर्यादित हुनु पर्यो, कानुनलाई टेकेर अगाडि बढ्नु पर्यो। जथाभावी तार राख्नु भएन। अघि पूर्वका प्रमुख प्रशासनिक अधिकारीले भनिसक्नुभएको छ, यो हाम्रो अन्तिम पटकको अनुरोध हो। यो अनुरोधलाई यहाँले अत्यन्त अनुसरण गर्नु होला। यदि हाम्रो अनुरोध र हाम्रो कार्ययोजना छ तपाईँहरू अगाडि बढ्नु भएन भने म टोखावासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई विनम्र के अनुरोध गर्न चाहन्छु भने बरु 1 महिना हामीले अनलाइन नचलाउँ, 1 महिना टिभी नचलाउँ। हामी टोखा नगरपालिकाको जनसमुदाय, सिङ्गो जनप्रतिनिधि सँगसँगै लागेर हामी सबै तार काट्नेछौँ भन्ने किसिमको म यो कार्यक्रममा उद्घोष पनि गर्न चाहन्छु। अनि मात्रै नयाँ तार बस्नेछ अनि व्यवस्थित सहर बन्नेछ, किनभने अलिकति कडाइ नगरेको पनि नहुने रहेछ। त्यसैले हामी एकदम लचिलो भएर सकेसम्म गर्नु होला, तपाईँले समाधान गर्नु होला भन्ने किसिमको हाम्रो बारम्बारको अनुरोध र हामीले निवेदन थियो। तर टोखा नगरपालिकाको सिङ्गो जनप्रतिनिधि, सिङ्गो कर्मचारीहरूको जुन भावनालाई यहाँले, सिङ्गो जनसमुदायको भावनालाई यहाँले सिरुपर गरेर आजबाट हामी सुरु गर्छौँ र यसको जबसम्म व्यवस्थित हुँदैन तबसम्म हामी अनन्त रूपमा लाग्छौँ भन्ने किसिमको जुन यहाँले सङ्कल्प गर्नुभएको छ त्यो सङ्कल्पलाई म सलाम गर्न चाहन्छु। र अन्तिम समयमा जब व्यवस्थापन हुन्छ, अघि पूर्वका प्रमुख प्रशासनिक अधिकारीले भन्नु भइसकेको छ, जसले राम्रो काम गर्छ हामी त्यसलाई पुरस्कृत गर्नेछौँ, सम्मान गर्नेछौँ। सिङ्गो नेपाली दाजुभाइ दिदीबहिनीहरूको अगाडि तपाईँको शिरलाई उच्च बनाउनेछौँ। त्यो भावनालाई हृदयगम गर्दै तपाईँहरू अगाडि बढ्नु होला भन्ने किसिमको म यहाँलाई निवेदन गर्दै आजको यो कार्यक्रम यही समाप्त भएको निवेदन गर्न चाहन्छु। र हामी एउटा स्थानीय तहको सरकार
यो टोखा नगरपालिका बनाउने दायित्व हाम्रो काममा टोखा जनताले हामीलाई दिएको कारणले गर्दाखेरि आज 2 दिन कार्यकालको नगर प्रमुख हैसियतले जनताको माझमा उभिन पाउँदा सबै टोखावासीलाई म सलाम गर्न चाहन्छु, धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु। सिङ्गो टोखावासीको भावनालाई कदर गर्दै टोखा नगरपालिकाले हरेक भनी गतिविधिहरू अगाडि बढाएको छ। आज विकासको क्षेत्रमा टोखा नगरपालिकाले 70देखि 80% भौतिक पूर्वाधार गर्न सफल भएको छ। हामीले बाटोहरूलाई व्यवस्थित गर्नको लागि जुन विभिन्न निगमको अतिक्रमित जमिनहरूलाई पनि टोखा नगरपालिकाले जनताको माझमा लिएर आउने कोसिस गरिरहेको छ, प्रयास गरिरहेको छ। आजको आजलाई त्यो के अरे परिणाम प्राप्त हुँदैन, सुरुवात गरिसकेपछि त्यसले परिणाम पक्कै नै लिनेछ। यही भनेको मात्र सङ्कल्पको साथ हामी लागिरहेका छौँ र टोखा नगरपालिकाको अभियानलाई सिङ्गो जनसमुदायले साथ र सहयोग दिनुहोला भन्ने म निवेदन पनि गर्न चाहन्छु। हामीले सरसफाइ अभियान, सडक बत्ती, यस्तै गरी भनेको सार्वजनिक जग्गा संरक्षण, विविध भौतिक विकासका कार्यक्रमहरू, कृषि, स्वास्थ्य लगायत विभिन्न गतिविधिहरूमा टोखा नगरपालिका अगाडि बढिरहेको छ र टोखा नगरपालिका अगाडि बढ्नुको अर्थ भनेको टोखावासीलाई हामीले सुखी टोखावासी बनाउने त्यो अभियानमा हामी जुटिरहेका छौँ। आज 100 वर्ष केही भन्न सकेछन्, 6-7 वर्षमा सबै कुराहरू प्राप्त हुँदैन, तर लक्ष्य लिएर हामीले धेरै हदसम्म अलिक सफलता प्राप्त गरेका छौँ। यो सफलता भनेको सिङ्गो टोखावासीको सफलता हो, टोखावासीको प्रेरणा, टोखावासीको पनि मतलब हामीलाई भनेको मतलब सद्भाव प्राप्त गरेर नै हामीले त्यो मनमा एकदम जसरी पनि टोखावासीको ऋण तिर्नुपर्छ भन्ने त्यो सङ्कल्प बोकेर हामी अगाडि बढिरहेका छौँ। सफलता पक्कै नै हामीले प्राप्त गरिरहेका छौँ र हाम्रो पदावधि सकिँदाखेरि टोखा नगरपालिका धेरै हदसम्म उहाँ फेर्नेछ भन्ने म यो कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै जय टोखा, जय टोखावासी, जय नेपाली दाजुभाइ दिदीहरू, जय नेपाली दाजुभाइ। धन्यवाद गर्दैछ आदरणीय नगर प्रमुखज्यू प्रकाश अधिकारीज्यू, त्यसै गरी नगर प्रमुख मुरारी तामाङज्यू, अध्यक्षज्यूहरू, त्यसै गरी ट्राफिक इन्चार्ज ज्यू, जनप्रतिनिधिहरू, आइएसपीबाट नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र विभिन्न आइएसपीका तर्फबाट आउनुभएका प्रतिनिधि साथीहरू, पत्रकार साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, नगर प्रहरी बल, टोखा नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी साथीहरू सम्पूर्णमा मेरो हार्दिक नमस्कार व्यक्त गर्दछु। यो एउटा छुट्टै सहयोग, वास्तवमा स्थानीय सरकार भनेको घरको सरकार भने जस्तो यहाँले पक्कै पनि अनुभूति गर्नुभएको छ। यहाँहरूको अगाडि हामी किन उभिरहेका छौँ भने आजबाट टोखा नगरपालिकाले तार व्यवस्थापनको काम राम्रो गर्दैछ। यसैथि नगरपालिकाले पटक पटक विभिन्न स्थानमा तार व्यवस्थापन गर्ने कामलाई अगाडि बढाएको थियो र केही हदसम्म हामीले विभिन्न चोकमा गएर विभिन्न गल्लीमा गएर तारलाई व्यवस्थापन गऱ्यौँ र केही अधुरा कामहरू बाँकी थिए र यो तार व्यवस्थापन भन्ने कुरो चाहिँ एकचोटिबाट नै गरेर नहुने काम रहेछ। हामी हाम्रो एउटा कार्यदल गठन गरेका थियौँ, साइटमा भिजिट पनि गऱ्यौँ, विभिन्न ठाउँमा हेऱ्यौँ। तारको अस्तव्यस्तताको कारणले गर्दाखेरि थुप्रै समस्या परिरहेको छ आम नागरिकलाई। त्यसमा यातायातको समस्या परिरहेको अवस्था छ, विभिन्न घटनाहरू घटिरहेका छन्। तारमा कहिलेकाहीँ मानिस आफै अल्झिने, गाडी अल्झिने, यो कारणले गर्दाखेरि अत्यधिक जोखिमको सामना सिङ्गो नागरिकले भोगिरहेको कारणले गर्दाखेरि यो एकपटक मात्रै होइन कि यसलाई निरन्तरताको रूपमा अगाडि बढाउनुपर्छ भनेर नै हामीले एउटा संयन्त्र खडा गऱ्यौँ, एउटा कार्ययोजना निर्माण गऱ्यौँ र आजबाट हामी अगाडि बढिरहेका छौँ।